आज हामीले तपाईँ राम्रोसँग बोल्न सक्नुहुन्छ, अहिलेसम्म तपाईँसँग कुनै एक्सपिरियन्स छैन, तपाईँ फ्रेसर हुनुहुन्छ भने पनि तपाईँले गर्न मिल्ने जब लिएर आएका छौँ। त्यो पनि एकजना होइन, दुईजना होइन, पुरै 15 जनाको लागि यो भ्याकेन्सी लिएर आएका छौँ। काठमाडौँका विभिन्न ठाउँहरूमा सेल्स पर्सनहरूको आवश्यकता परेको छ, त्यो पनि नेपालकै प्रतिष्ठित एकदमै सामान धेरै बिक्री कम्पनीको लागि, जहाँ तपाईँले 10 बजीदेखि 6 बजीसम्म काम गर्नुपर्ने हुन्छ भने तपाईँको लोकेसनहरू रहेको छ। कपनमा हामीलाई 2 जनाको आवश्यकता परेको छ, जोरपाटीमा 2 जना, पाटनमा 3 जना, भक्तपुरमा 2 जना, नयाँ बजारमा 2 जना, अनामनगरमा 1 जना, बानेश्वरमा 2 जना र कलङ्गीमा 2 जना, बनेपामा 1 जना हामीलाई आवश्यकता परेको छ। यदि तपाईँ मार्केटिङ जबलाई नै आफ्नो करियर बनाउन चाहनुहुन्छ भने, तपाईँलाई राम्रोसँग बोल्न आउँछ, डिल गर्न आउँछ, तपाईँ फ्रेसर हुनुहुन्छ भने पनि एप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँ +2 दिएर बस्नु भएको छ अथवा +2 सक्नु भएको छ, तपाईँ राम्रो खालको जब गर्न चाहनुहुन्छ, तपाईँको स्यालेरी 17,300बाट सुरु हुन्छ भने यसमा तपाईँले एसएसएफ पनि काट्छ। त्यसकारण तपाईँले एकदमै राम्रो जब हो, किन भन्दाखेरि एसएसएफ काट्ने कम कम्पनीहरू हुन्छन्, तपाईँको एसएसएफ पनि काट्छ र तपाईँले अझै सेल्समा तपाईँले टार्गेटहरू कम्प्लिट गर्नुभयो भने त्यसमा तपाईँलाई इन्सेन्टिभको पनि व्यवस्था छ। 17,300 भन्दा अझै बढी पनि कमाउन सक्नुहुन्छ। राम्रोसँग मार्केटिङ गर्न सक्नुहुन्छ र मार्केटिङलाई नै आफ्नो करियर बनाउन चाहनुहुन्छ, तपाईँ फ्रेसर हुनुहुन्छ भने सबैभन्दा राम्रो कुरा त यो जबमा यदि तपाईँ फ्रेसर हुनुहुन्छ भने पनि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। त्यसकारण छिटोभन्दा छिटो एप्लाई गर्नुहोस्। तल दिएको इमेलमा आफ्नो सिभी सेन्ड गर्नुहोस् अथवा हाम्रो अफिसै भिजिट गर्नुहोस्। अफिस हाम्रो मित्र पार्क पशुपति क्याम्पससँगै रहेको छ भने तपाईँले यो जबको बारेमा धेरै बुझ्न मन लाग्यो भने हाम्रो तल दिएको नम्बरमा फोन पनि गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्न सक्नुहुन्छ। यदि तपाईँलाई त्यस्तै खालका कन्टेन्टहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नु होला, बेल आइकनलाई थिच्नु होला, किनभने तपाईँलाई चाहिएको, तपाईँको साथीभाइलाई चाहिएको जब सबैभन्दा पहिला तपाईँले पाउनुहुनेछ। त्यसकारण यो च्यानललाई सब्सक्राइब गर्नुहोस् र यो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक गर्नुहोस्, साथीभाइलाई सेयर गर्नुहोस्, उहाँहरूले जब पाउनुहुनेछ। यस्तो कन्टेन्टहरू मनपर्छ भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। तपाईँको साथीहरू जब खोज्दै हुनुहुन्छ भने यो भिडियो सेयर गरिदिनु होला। यदि साथी खालि घरमै बसिरहनु भएको छ भने उहाँलाई यो भिडियोको जरुरी छ, किन भन्दा उहाँले जब पाउनु भयो भने तपाईँलाई पनि पार्टी दिनुहुनेछ। हस्, धन्यवाद, नमस्कार।